100वटा देशमा स्वास्थ्य समृद्धि र खुसीको यो अभियानले संसारका हरेक मान्छेलाई यो छाताभित्र राखेर स्वास्थ्य समृद्धि र खुसी प्रदान गरिसक्नु हुने महान व्यक्तित्व आदरणीय दातु डाक्टर लिम्सियोजीलाई एक जोरदार तालीको अपेक्षा गर्न चाहे। र साथै डिएक्सनमा कोही न कोही मान्छे हुन्छ स्पोन्सरिङ गर्ने। मलाई पनि उहाँले यो सिस्टममा स्पोन्सरिङ गर्नुभएको थियो। उहाँलाई मैले मनैदेखि सम्मान गर्न चाहन्छु। आदरणीय एसआर डिलिराज गेवाली सरलाई एक जोरदार तालीको अपेक्षा गर्छु। आज तपाईहरुको बीचमा मैले केही शब्दहरू लिएर आएको छु, तपाईहरुले मनबाट सुनिदिनुहोस् है। आज म यहाँ कसैको नौलो विषय लिएर आएको होइन, हाम्रो आफ्नै कथा, मेरो मात्र होइन, यो कथा तपाईको, हाम्रो र यो कुवेतको तातो बालुवामा आफ्नो र परिवारको भविष्य कोर्न औरात र पसिना बगाउनु हुने हरेक नेपालीको यो यथार्थ कथा हो। त्यसैले म तपाईहरुलाई के भन्छु भने त्यो कथा मेरो मात्रै होइन, यो कथा तपाईको मात्रै होइन, हामी सबै नेपाली जो अरब कन्ट्रीमा हामीले चाहिँ आफ्नो जवानी, आफ्नो पैसा यसको लागि चाहिँ भागदौड गरेर पुरै सिङ्गो जिन्दगी हामीले चाहिँ यहाँ दिइसकेका छौँ। त्यसैले तपाईहरु सबै यदि मेरो शब्दसँग, मेरो स्लाइडसँग टच हुनुभयो भने सायद मसँगै रन गर्नुहुनेछ र तपाईको आँखा रसाउनेछ। त्यो आँखा रसाउनु भनेको तपाईको पेन हो। त्यसैले तपाईहरु सबैलाई मैले हृदयदेखि मैले यो मेरो भाषा, मेरो शब्द र यो स्लाइडमा एकछिन, धेरै होइन 20 मिनट 25 मिनट, त्यहाँभन्दा मैले धेरै समय लिन्न, त्यसपछि तपाईँ इन्जोय गर्नुहुनेछ जसरी लाइफमा इन्जोय गर्नुभएको हो। त्यसैले चाहिँ तपाईहरु सबैलाई फेरि पनि मैले के भन्छु भने मसँग कतिको चाहिँ टच हुनुहुन्छ, धेरै होइन, मैले 20 मिनटको समय लिन्छु। यो सबैको प्रश्न हो, हामी किन कुवेतमा छौँ? सबैले महसुस गर्नु, हामी साँच्चै किन कुवेतमा छौँ त? किन किन किन? तर त्यही पैसाको लागि पुरै सिङ्गो जिन्दगी फाल्यो, तर चाहिँ किनको एन्सर तपाईहरुसँग भएर पनि निकाल्न सक्नुहुन्न। किन हो? त्यसो भए चाहिँ हामीलाई क्लियर थाहा हुनु पर्यो, हाम्रो चाहिँ यो इमेज अनुसारको लाइफ हो हाम्रो, हो। हामी किन यहाँ कुवेतमा छौँ? यो मरुभूमिमा पसिना बगाउनु हाम्रो रहर हो? हाम्रो रहर हो? होइन, बाध्यता हो। सो हामी यहाँ कुवेतमा आउनुको मेन कारण घरको ऋण होला, आमा बाबाको औखती होला, घर बनाउने सपना होला, छोराछोरीको भविष्य होला, खुसियाली जीवन जिउने सोच होला, अथवा यो बाहेक पनि तपाईहरुको पर्सनल चाहिँ विभिन्न खालका सपनाहरू होलान्। मसँग हुनुहुन्छ? मसँग हुनुहुन्छ? कृपया आदरणीय व्यक्तित्वहरू, आजको यो हलमा उपस्थित हुनुभएका तपाईहरु सबै एकछिन, धेरै होइन, एकछिनको शब्दले तपाईको माइन्ड चेन्ज हुन सक्छ। त्यसैले तपाईहरु मसँग रहनु होला है त। त्यसैले हाम्रा सपनाहरू थिए, घरको ऋण तिर्ने, बुवा आमाको औखती अथवा घर बनाउने सपना थियो, छोराछोरीलाई राम्रो स्कुलमा सार्ने सपना थियो, गाउँबाट सहर आउने सपना थियो, हो कि होइन? थियो। त्यसैगरी पैसा कमाउने आशमा हामीले बुबा आमाको काख गुमायौं, पैसा कमाउने सोचमा हामी श्रीमतीको माया गुमायौं, श्रीमानसँगको साथ छुट्यो र चाडपर्वको खुसी पनि हाम्रो छुट्यो। त्यसोदा हामीले फिल गरौँ हामीले के गुमायौं। 2 वर्ष बसेर फर्किन्छु भन्ने सोच थियो, तर हेर्दा हेर्दै कसैको 5 वर्ष बित्यो, कसैको 10 वर्ष बित्यो, कसैको 15 वर्ष, त धेरैको यहाँ सिङ्गो जवानी बित्यो, हो। यहाँ यो स्टेजमा उभिएको यो व्यक्ति जुङ्गाको रेखी आएको थिएन, तर पुरै जिन्दगी म यो अरब कन्ट्रीमा फालेको छु। ल सोच्नुहोस्, जसले यो सिङ्गो जिन्दगी, जो 25 देखि 40 वर्षको यङ मान्छे हुन्छ, उसले ढुङ्गा पनि फोड्छ। त्यति अमूल्यवान जीवन आज म अरबको यो खाडीमा तातो घाममा फालेको छु, र पनि आज यो उमेरमा अझै पनि केही गर्ने सपना बोकेर म अगाडि बढेको छु। त्यसैले तपाईँ हामीले महसुस गरौँ, तपाईँ 2 वर्षको लागि कुवेत गएर आउँछु भनेर आएको थिएँ म पनि, तपाईँहरू पनि त्यही होला। त्यसैले महसुस गर्नु, तपाईँको सिङ्गो जिन्दगी यदि यो अरब कन्ट्रीले खाएको छ भने अबको अझै वर्ष तपाईँलाई यसै गरी यही रुटमा हिँड्नुभयो भने सायद तपाईँले पाउने केही हुँदैन, हो। त्यसै गरी छोराछोरीको बालापन तोते बोली आज हामी मोबाइलको स्क्रिन र भिडियो कलमा हेरेर मन बुझाउँछौँ, हो कि होइन?
म्याडमसँग बोल्नुहुन्छ, श्रीमानसँग बोल्नुहुन्छ, बुवा आमासँग बोल्नुहुन्छ, अथवा आफ्ना छोराछोरीसँग बोल्नुहुन्छ, तिनै भिडियो कलमा चाडपर्व आउँछ त्यस्तै गरी बित्या छ। तर बोलेर हाँसेर भ्याइयो, तर यसै गरी हाम्रो सिङ्गो जिन्दगी हामीले बितायौँ। अब तपाईँहरूलाई फाइदा र नोक्सानको कुरा गर्छु है। त्यसो त वर्षौं बितिसक्दा पनि ऋण अझै सकिएको छैन, ब्याङ्क ब्यालेन्स शून्य छ, मनको शान्ति हराइसकेको छ। त ब्यालेन्स ब्याङ्कमा पैसा छ छैन, मन खुसी छैन। रियालिटीमा बाँच्नुस्। यत्रो वर्ष बित्दा पनि आज पनि ब्याङ्कमा ब्यालेन्स छैन। सो पैसा कमाउने दौडमा हामीले आफ्नो अमूल्य समय गुमायौँ हो। पैसा कमाउने सोचमा जुन हामी 25 वर्ष 30 वर्षको उमेरको मान्छे थियौँ, हामीले सिङ्गो जिन्दगी हामीले यही सोचमा गुमायौँ र पैसा कमाउने दौडमा हामीले सिङ्गो स्वास्थ्य गुमायौँ। पैसा कमाउने सोचमा वास्तवमै हाम्रो खुसी गुमायौँ। यो कुरा मान्नुहुन्छ? अझै पनि मसँग हुनु न जस्तो लाग्छ। यो कुरा तपाईँको शब्द हो, मैले भनेको थिएँ स्टेजमा आएर। यो मेरो मात्रै कथा होइन, यो तपाईँको मात्रै कथा होइन, यो कुवेतमा बसेका अथवा अरब कन्ट्रीमा बसेका हरेक मान्छेको यो यथार्थ शब्द हो भनेर म तपाईँहरूलाई पहिले नै भनेको थिएँ। बाहिरबाट हामी जिउँदो र हँसिलो देखिन्छौँ, तर भित्रभित्रै हजारौँ परदेशीहरू एक्लोपन र पीडाले चुपचाप रोइरहेका छौँ। हो कि होइन? बाहिरबाट हेर्दा ओहो तपाईँहरूले सेन्ट हान्नुभयो होला, कपडा राम्रो लाउनु भयो होला, सुकिलो लायो होला, तर पर्स खोल्यो भने तपाईँसँग सायद 10 केडी पनि छैन होला। हो, मेरो कथा हो यो। यही टिकट काट्दा पनि कसले टिकट काट्दियो फिल गर्नुहोस्। तपाईँसँग 2 केडी 750 थिएन, तपाईँसँग पैसा थिएन के, मसँग थिएन, किनकि हामी कहाँनिर छौँ। 1 केडी भए त म खाना खान्थेँ, बिरयानी खान्थेँ अथवा यो खान्थेँ भन्ने हामीसँग पेन छ हो। त्यसो हुँदा हामीले सोच्न पर्ने कुरा होइन, बाहिरबाट हेर्दा हामी जिउँदो देखिन्छौँ, हँसिलो देखिन्छौँ, तर भित्रभित्रै हामी हजारौँ परदेशीहरू एक्लोपन र पीडाले चुपचाप रोइरहेका छौँ। तपाईँ हाम्रो पेन नै यही छ। त्यसो हुँदा तपाईँ हामीले फिल गरौँ, हामीले पैसा त केही कमायौँ होला, तर यो कमाउने क्रममा आफ्नो अस्तित्व बिस्तारै गुमाइरहेका छौँ। अस्तित्व गुमाएनौँ त हामीलाई कसैले चिन्दैन। तपाईँसँग यहाँ यत्रो टिम छ, यत्रो साथीहरू हुनुहुन्छ, फर्केर जाँदा तपाईँले चाहिँ खिलाउने भए भेटिनुहुन्छ, सम्पर्कमा चाहिँ तपाईँले केही दिने भए आउनुहुन्छ, नत्र तपाईँ को हो। त्यसो हुँदा हाम्रो सिङ्गो अस्तित्व पनि हामी कहाँ छौँ के छौँ भन्ने कुरा हामीलाई थाहा छैन। त्यसो हुँदा हामी सिरियस भएर फिल गरौँ। अब यो हाम्रो रियालिटी हो है। दिदीबहिनीहरू, दाजुभाइहरू, सर्भिस म्यानहरू, आदरणीय लिडरहरू, विभिन्न चाहिँ क्षेत्रमा अहोरात्र खटिएर आफ्नो भ्यालु बनाउने आदरणीय साथीहरू, तपाईँ हामीले फिल गरौँ कि हामी 12 देखि 14 घन्टा काम गऱ्यौँ, तर जीवन अझै सङ्घर्षमै बितेको छ। अथवा घरमा काम गर्ने दिदीबहिनीहरूको हालत हेर्ने हो भने त राति 12 बजे हो कि 1 बजे हो कि 2 बजे हो कि 3 बजे हो कि, यो आफैले फिल गरौँ न। तपाईँसँग काम नभए पनि किचनमा उभिए जस्तो बस्नुपर्छ हो। भोक लागेको छ, खान मन लाग्छ, तर तपाईँले निकालेर खान पाउनु न, उनीहरूले दिएको खाने हो। तपाईँको 1 दिन बित्दैन, तपाईँको महिनौँ बित्छ, तपाईँको साल बित्छ, यस्ता कति साल बित्छन्, तर तपाईँभित्र त्यो जुनून छैन। त्यसो फिल गर्नुहोस् कि हामी 12 देखि 14 घन्टा काम गऱ्यौँ, जीवन पुरै सिङ्गो जिन्दगी हामी यसमा बितायौँ, तर पनि अझै सङ्घर्ष बाँकी नै छ। तलब आउँछ तर हाम्रो हातमा टिक्दैन, कारण किस्ता, घर खर्च, भाडा, स्कुल फी, औषधि अथवा यस्ता विभिन्न कारणहरूको कारणले हाम्रो पैसा हामीसँग टिक्दैन र हामीले बिमारी हुँदा पनि पेन किलर खाएर काम जानै पर्छ। आज म काममा जान्न भनेर पाइयो, तपाईँको सेलेरी भन्दा 3 दिन 4 दिनको काट्दिन्छ कम्पनीले। त्यसो त तपाईँले यो कुरा रियलमै बुझ्नु पर्यो। हामी बिमारी हुँदा पनि विभिन्न खालको पेन किलर खाएर हामी हिँड्नु परेको छ। फोनमा हाँस्छौँ, तर फोन काटेपछि धेरै परदेशीहरू चुपचाप रुन्छन्। छोराछोरीसँग बोलिन्छ, हाँसिन्छ, श्रीमतीसँग हाँसिन्छ, आमा बुवासँग हाँस्छौँ, बोल्छौँ, म ठिक छु भनिन्छ, तर फोन काटेपछि ब्ल्याङ्केटभित्र टाउको राखेर धेरै पटक म रोएको छु। सायद तपाईँहरू पनि रुनु भएको छ।